के छ अघि ल आमा हामीलाई पनि स्कुल पठाउनु न। हो आमा, गाउँघर छिमेका सबै हाम्रो साथीहरू स्कुल जान्छन्। हामीलाई पनि स्कुल गएर कति पढ्न मनपर्छ। नवीन र निर्मला मलाई पनि कहाँ मन छ र त्यतिकै तिमीहरूलाई घरमा राख्नु, तर बाध्यताले हो। हामीसँग पैसा छैन, कति धेरै ऋण मागिसक्यो, तिर्न सकेको छैन। तिमीहरूको दायरा गफलाई पनि पठाउन सकेन। आमा नरुनुहोस्, हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ। म मेरो भाइ बहिनीहरूलाई जसरी भए पनि पढाउने व्यवस्था मिलाउँछु। साँच्चै हो दाइ? आहा, अब हामी पनि पढ्न पाउने भयो है। ल अब तिमीहरू खेल्न जाऊ ल। हस् दाइ। के भयो सन्ध्या, किन यति धेरै निराश? बाबा, भाइ बहिनीहरूले हामीलाई पनि स्कुल पठाउनु पर्छ भनेका छन्, तर हामीसँग केही पैसा छैन, त्यसैले निराश भएको हो। अब के गरौँ हजुर, हामीले छोराछोरीलाई जन्म त दियौँ, तर कर्म दिन सकेनौँ। के गर्ने त सन्ध्या, म काम खोज्न गएका थिएँ, तर कसैले काम दिएनन्। त जस्तो बुढोले कहाँ काम गर्न सक्छ र भन्छन्। अब चिन्ता नलिनुहोस् बुवा आमा, म विदेश जाने निर्णय गरिसकेँ। यो तिमी के भन्दैछौ छोरा? हो आमा, नत्र नवीन र निर्मलाको जिन्दगीमा कहिले खुसी देख्न पाउँदैनौँ। ठिक छ छोरा, त्यसो भए म त डुब्न लाग्या घाम नहुँ। अब भित्रै जाऊ बा आमा। हुन्छ छोरा। मालिक साहब, यहाँ बस्नुहोस्, तपाईँको खुट्टा गला जस्तो छ। मेरो खुट्टा होइन चिप्रे, यहाँ मेरो दिमाग गलिसकेको छ। किन र मालिक साहब, काम चर्को भएर हो? चुप्लाक चिप्रे, यहाँ आफूलाई चिन्ता परेको बेला के भनेर बस्छस्? मैले त्यत्रो गाउँमा ऋण दिएको कसैले नि उठाएन। यो गरिब दुखीलाई ऋण दिनु नि खत्तमै रहेछ। मुखिया बा दर्शन, भन के कामले आइस? यो देशमा बसेर केही काम छैन मुखिया बा, त्यसैले म विदेश जाने निधो गरेँ। सोच त गजबकै लाइस, मैले के गर्नु पर्यो? मलाई विदेश जान पैसा मिलाइदिनु पर्यो मुखिया बा। तेरो बाउले पहिल्यै नै त्यत्रो ऋण लगिसक्यो त। मुखिया बा, तपाईँले यस्तै भन्नुहुन्छ भनेर मैले घरको सबै लाल पूजा ल्याएको छु। यो तपाईँले राख्नुहोस्, म विदेश गएपछि सबै ऋण चुक्ता गर्नेछु। ल ठिक छ, त्यसो भए यो पैसा लिएर जा। हुन्छ मुखिया बा, हजुरको कल्याण होस्। सन्ध्या, हाम्रो छोरा अभागी परिवारमा जन्मेका रहेछ। हामीले आफ्ना छोराछोरीका लागि केही गर्न सकेनौँ। त्यही त हजुर, अब बाध्यताले रगत त विदेश जान्छ, अनि नवीन र निर्मलालाई कसरी पाल्ने होला? मलाई त साह्रै पिर लाग्छ। बामा, पिर नगर्नुहोस्, सबै व्यवस्था भइसकेको छ। म आज नै निस्कनु पर्नेछ। दाइ, राम्रोसँग जानु। दाइ, छिट्टै फर्किनुहोस् है, हामी तपाईँको बाटो कुरेर बस्नु छ। ल त बाबु, तिमीलाई हाम्रो आशीर्वाद लागोस्। बाबु, यो दुःख परिवारको लागि यात्रा गर्दैछु, कुनै दुःख कष्ट नहोस् है। त बामा, मेरो जाने समय भयो, राम्रोसँग बस्नु है। म त्यहाँ पुगेर फोन गर्छु नि। नवीन र निर्मला, म तिमीहरूलाई धेरै पैसा कमाएर पठाउँछु। राम्रोसँग पढ्नु है ल। हुन्छ दाइ।
के गर्दैछौ मेरो रानी? के गर्नु नि, बसिरहेको टिकटक हेर्दै, काम छैन। छोराछोरीलाई घुम्न पठाएको छ, मैले 20,000 दिएर पठाएको छु है छोराछोरीलाई। ठिक छ त, अनि दसैँ पनि आउन लाग्यो। यसपालि दसैँमा 5,000 को मासु अनि छोराछोरीलाई लुगासुगा किन्न 40,000 छुट्याएको छु है मैले। हुन्छ राजा, यसपालि दसैँमा 50,000 को साडी चाहिन्छ है मलाई। हुन्छ रानी, ल अहिले अर्डर गर्न जाउँ न त। हुन्छ। खै त हजुर, राघवको अत्तो पत्तो छैन, फोन पनि गर्दैन, दसैँ पनि आइसक्यो। के गरौँ त सन्ध्या, यसपालिको दसैँ 10 जस्तो लागिसक्यो। ओइ सागर, तेरो छोराले पैसा पठाएन? के गर्ने हजुर, छोरा विदेशमा गएको यत्रो समय भयो, कुनै अत्तो पत्तो छैन। लौ न हजुर, म त बर्बाद सर्बाद मलाई थाहा छैन, खुरुक्क मलाई पैसा चाहियो, नत्र भने यो घर जग्गा जमिन छोडेर जानु पर्ला। त्यस्तो नभन्नुहोस् न हजुर, हामी अहिले आगोमा परेका छौँ। मात्र 2 दिनको समय दिन्छु, यदि भएन भने आफ्नो बाटो खोज्दा हुन्छ। अब के गरौँ सन्ध्या, नवीन र निर्मला पनि कहाँ गयो? अब म के गरौँ सागर? सन्ध्या, के भयो तिमीलाई? बोल न सन्ध्या, बोल न, के भयो सन्ध्या? सन्ध्या! बाबा, के भयो? छोरा राघव, तिमी आयौ? होइन छोरा, तिम्रो आमा विदेश भएकी छिन्। आमा, उठ्नुहोस् म आएँ। छोरा, तिमी आयो? यतिका दिनसम्म कहाँ थियो छोरा? बुवा आमा आउन त आए, तर यस्तो अवस्थामा हामीलाई माफ गरौ छोरा, यो सब हामीले गर्दा भएको हो। बुवा आमा, म कस्तो अभागी है। आज फुलपातीको दिन, तर मैले केही ल्याउन सकिनँ। होइन, किन दुखी हो? हाम्रो घरमा आज फुलपातीको दिनमा रमाइलो गर्ने बेलामा। दाइ, तपाईँ विदेशबाट आउनु भइसक्यो? सब ठिक छ नि? केही ठिक छैन भाइ, म यस्तो अवस्थामा घर फर्किएको छु। ल, अब सब कुरा बिर्सिदेऊ। अब हाम्रो घरमा खुसी छाएको छ। हामीलाई लागेको ऋण सबै चुक्ता भइसक्यो। यो 20 लाख चाहिँ राख्नु बुवा आमा। बुवा, यो चाहिँ तपाईँको लागि लुगा, यो चाहिँ तपाईँको लागि है दाइ। आमा, यो तपाईँको लागि लुगा, हाम्रो पहिलो कमाई। हामीलाई थाहा छ दाइको खबर नआएपछि हामी काम खोज्दै जाँदा एउटा कम्पनीमा काम पायो, अनि त्यही पैसाले यी सामानहरू ल्याएका हो। ल, अब सब कुरा पछि गरौँला। यसपालिको दसैँ धुमधामले मनाउनु पर्छ है। हुन्छ। आखिर छोरा छोरी त मेरो जस्तो हुनुपर्छ, मेरो जस्तो। यस्तो दुःख कष्टमा पनि खुसी ल्याइदियो। सबैजनालाई दसैँ तिहारको शुभकामना।